नमस्ते। मेरो नाम डाक्टर मनिष लाभकर्नु अनि आज चाहिँ म ज्वरो रिलेटेड केही जानकारीहरू सेयर गर्न चाहन्छु। यो ज्वरो भनेको के हो? सबभन्दा पहिला ज्वरो भनेको चाहिँ हाम्रो शरीरको तापक्रम बिहान 98.9 डिग्री फरेनहाइट भन्दा माथि भयो भने या इभिनिङको तापक्रम 99.9 डिग्री फरेनहाइट भन्दा माथि भयो भने त्यसलाई हामी ज्वरो भन्छौँ। ज्वरोको टाइममा चाहिँ हाम्रो शरीरले चाहिँ इन्फेक्सनसँग लडिरहेको हुन्छ भन्ने सङ्केत गर्छ। ज्वरो कुनै रोग होइन, यो एउटा लक्षण हो। अनि यो ज्वरो किन हुन्छ त? ज्वरोको कति प्रकारहरू हुन्छन्। त्यो ज्वरो हामी सबैले सुन्नु होला, भाइरल भन्छन्, भाइरल फिभर। if त्यो रुगाखोकी भयो भने त्यसलाई चाहिँ हामी भाइरल फिभर भन्छौँ। त्यसपछि डेङ्गुमा ज्वरो हुन्छ, न्युमोनियामा ज्वरो हुन्छ, अनि त्यसपछि रेस्पिरेटरी ट्र्याक्ट इन्फेक्सन भन्छौँ। फोक्सोमा केही खराबी भयो भने ज्वरो हुन्छ, क्षयरोग टिबी भयो भने ज्वरो हुन्छ, कालाजार भयो भने ज्वरो हुन्छ, अनि युरिनरी ट्र्याक्ट इन्फेक्सन पेसाबमा इन्फेक्सन भयो भने ज्वरो हुन्छ। प्राय जस्तो भाइरल फिभर हुन्छ। भाइरल फिभर भयो भने के देखा पर्छ? रुगाखोकी लाग्ने, नाकबाट सिङ्गान आउने, यस्तो केही भयो भने हामी बुझ्ने कि यो भाइरल फिभर हो। यो चाहिँ 2-3 दिनमा आफै निको हुन्छ। यसको लागि चाहिँ सिम्पल ट्रिटमेन्ट भनेको प्यारासिटामोल दिने, अनि जीवन जल दिने, अनि पानी पिउने, आराम गर्ने, सही समयमा सुत्ने, यसैले चाहिँ त्यो भाइरल फिभर निको हुन्छ। तर प्राय जसो हाम्रो समाजमा अहिले भाइरल फिभर भयो भने पनि एन्टिबायोटिक खाइदिन्छन्। त्यो एन्टिबायोटिकको केही कामै हुँदैन भाइरल फिभरमा। एन्टिबायोटिकको काम चाहिँ त्यो ब्याक्टेरियल इन्फेक्सनले गर्दा फिभर भयो भने, ब्याक्टेरियाको इन्फेक्सनले गर्दा ज्वरो भएको छ भने मात्रै त्यो टाइममा एन्टिबायोटिकले काम गर्छ। त्यो जस्तो कि युटिआईको केस भयो, पेसाबमा इन्फेक्सन भयो भने, जस्तो कि टाइफाइड भयो भने त्यहाँ चाहिँ त्यो काम लाग्छ। त्यसरी नै हामी भाइरल फिभरमा पनि एन्टिबायोटिक खाने, तर फेरि हामी अनि पछि चाहिँ एन्टिबायोटिक रेसिस्टेन्स हुने चान्स बढी हुन्छ। अनि त्यो जब एन्टिबायोटिकको जरुरी भयो भने चाहिँ त्यो टाइममा एन्टिबायोटिकले कामै गर्दैन हो। त्यसैले जहाँ चाहिन्छ त्यहाँ मात्रै हामीले एन्टिबायोटिक खानुपर्छ। त्यो जस्तो कि ब्याक्टेरियल फिभर हुन्छ, ब्याक्टेरियल इन्फेक्सनले गर्दा फिभर भयो। अब त्यो कति बेला हुन्छ? प्राय जसो चाहिँ भाइरल फिभर हुन्छ। भाइरल फिभरको 3-4 दिनपछि पनि फिभर भइरहेछ भने त्यो चाहिँ ब्याक्टेरियल फिभर हो। ब्याक्टेरियाको इन्फेक्सनले गर्दा फिभर हुन्छ। त्यो टाइममा चाहिँ एन्टिबायोटिक खानुपर्छ हामीले। अब चाहिँ ज्वरोको के लक्षणहरू हुन्छन् त? ज्वरोमा चाहिँ जिउ दुख्ने, टाउको दुख्ने, पसिना बढी आउने, खाना नरुच्ने, यस्तै लक्षणहरू देखा पर्छन्। र यसको लागि चाहिँ हामीले हस्पिटल आउनु पर्दैन, घरमै सिम्पल प्यारासिटामोल खाएर, जीवन जल खाएर चाहिँ सन्चो भइदिन्छ। र अब के लक्षण देखियो भने चाहिँ हामीले हस्पिटलमा आउनुपर्छ त। इफ ज्वरो हस्पिटलमा आउनुपर्छ त। इफ ज्वरो 3 दिनभन्दा बढी भइसक्यो तर पनि आइरहेछ, त्यो टाइममा चाहिँ हस्पिटलमा हामीले आउनुपर्छ। पेट दुखिरहेछ, हस्पिटलमा आउनुपर्छ। अनि त्यसपछि चाहिँ र्यासेसहरू फैलिरहेछ हाम्रो शरीरमा, त्यो टाइममा पनि हस्पिटलमा आउनुपर्छ। सास लिनमा गाह्रो भइरहेछ, श्वास गरिरहेछ, त्यो टाइममा चाहिँ हामीले हस्पिटलमा आउनुपर्छ। किनकि हामी चाहिँ कतिपय केसमा हेरेर हुन्छौँ ज्वरोलाई चाहिँ अफेलना गरे हुन्छ कि होइन त्यत्तिकै निको भइदिन्छ भनेर, तर पछि उसले धेरै नै समस्या गर्छ। नट इन अल केस, बट कुनै केसमा चाहिँ। र अब हामी चाहिँ कसरी छुट्याउने कि कुन भाइरल फिभर हो र कुन ब्याक्टेरियलवाला फिभर हो? भाइरल फिभरमा चाहिँ हाम्रो रुगाखोकी लाग्ने सबभन्दा पहिला त्यही हुन्छ। अनि त्यो चाहिँ इफ तपाईँ बाहिर निस्किनु भयो अनि कसैले भाइरल फिभर छ र उसले खोकियो भने तपाईँले सर्न सक्छ भाइरल फिभर। त्यो टाइममा आफै रोकथाम गर्नुपर्छ, मास्क लगाएर हिँड्नुपर्छ, सरसफाइमा बस्नुपर्छ। उसको रोकथाम यो हो। त्यसपछि उसको भयो भने चाहिँ के इलाज गर्ने त? उसको लागि चाहिँ पहिला हामी प्यारासिटामोल लिने, प्यारासिटामोल खानुपर्छ। त्यो 6 घन्टादेखि 8 घन्टाको ग्यापमा चाहिँ खानुपर्छ। अनि त्यसपछि जीवन जल लिनुपर्छ। अनि स्पोन्जिङ भन्छौँ हामी, त्यो कपडालाई पानीमा भिजाएर त्यो टाउकोमा हाल्ने, स्पोन्जिङ गर्नुपर्छ हामीले। अनि त्यसपछि ब्याक्टेरियल भयो भने के गर्ने? अनि त्यो ब्याक्टेरियल छ भने कसरी बुझ्ने? छाती धेरै दुख्ने, श्वास गर्ने, सास फेर्नमा गाह्रो हुने, पहेँलो खकार आउने, यस्तो केही लक्षण देखिरहेछ भने चाहिँ त्यो ब्याक्टेरियल इन्फेक्सन हो। उसको लागि चाहिँ एन्टिबायोटिक चलाउनुपर्छ। हस् त, धन्यवाद।